यो के पकाउँदै हो करन्जी? डरलाई डरलाई बाटोमा मुट्यो भने त्यस्तो हुन्छ अरे क्या कलमले बाटोमा मुट्छ त्यही भएर खतरा आउने भयो अब ऐसेलु यसरी खाइन्छ हेर्नु होला ऐसेलु कसरी खाइन्छ तपाईँलाई थाहा छैन जस्तो छ त्यहाँको खासै गुलियो हुन्न कि यहाँको गुलियो हुन्छ त्यो ट्याक्क घाम परेको छ नि त यहाँ यतापट्टि जानु त यतातिर छ टक्क यसरी ऐसेलु टिप्दै खाँदै बिहानीको सुरुवातसँगै नास्ता पैसा तिरेर खानै पर्दैन यसरी चाहिँ ठ्याक्क ऐसेलु टिपेर च्याप्प यसरी खाने उताबाट जानु उताबाट छ अनि र उतातिर छ यता छैन यहाँ धराइन्छन् उता छन् होइन यहाँ छन छ किन नहुने हो यहाँ गुलियो छ कि फेरि चाख्नु न यहाँको उतापट्टि छ कि उतापट्टिबाट अस्ति हामीले उता गएर खाएको तपाईँले भेट्नुहुन्छ उता गएर खाने भए अलिक पाकेकै खान जाने भए अलिक तलतिर पनि छ ओए ओए ऐसेलु खाँदै भिरपाखामा ऐसेलु खाँदै हिँड्दै यस्तो छ अब लौ ए के गर्दै हो नमस्ते कहाँ हिँडेको